कि तपाईँको पनि हात खुट्टा झमझम भइरहेको हुन्छ। हात वा खुट्टा झमझम हुनु, सुईले खोजे जस्तो लाग्नु वा सुन्ने जस्तो महसुस हुनु चाहिँ धेरै कारणले हुनसक्छ। कहिलेकाहीँ एउटै पोजिसनमा धेरै बेर बस्दाखेरि वा सुतेपछि नसामा दबाब पर्ने हुँदाखेरि हात खुट्टा झमझम हुने गर्छ। यस्तो भएमा चाहिँ नर्मल्ली केही मिनटमा आफै ठिक हुन्छ। तर बारम्बार यस्तो हुनु भनेको चाहिँ व्यवस्था गर्नु हुँदैन है। यसको एउटा सामान्य कारण भनेको भिटामिन B12 को कमी हो। B12 नसाको स्वास्थ्यको लागि एकदमै जरुरी भिटामिन हो। यसको कमी हुँदाखेरि झमझम हुने, हात खुट्टा सुन्निने, कमजोरी लाग्ने वा थकान महसुस हुने गर्छ। अर्को महत्त्वपूर्ण कारण भनेको डायबिटिज हो। लामो समयसम्म सुगर हाई हुँदा नसामा असर पर्न सक्छ, जसलाई डायबेटिक न्युरोप्याथी भनिन्छ। त्यस्तै थाइरोइडको समस्या, किडनीको प्रब्लम, धेरै अल्कोहल सेवन अनि केही औषधिको साइड इफेक्ट वा घाँटी अनि कम्मरको नर्भ च्यातिँदाखेरि पनि हात खुट्टा झमझम हुनसक्छ। तर यदि झमझम अचानक सुरु भयो, शरीरको एकतिर मात्रै भइरहेको हुन्छ, हात खुट्टा कमजोर भयो, मुख बाङ्गियो, बोल्नै गाह्रो भयो जस्तो भयो भने चाहिँ तुरुन्तै इमर्जेन्सी जानुपर्छ है। बारम्बार हात खुट्टा झमझम हुन्छ भने डाक्टरसँग जाँच गराएर सुगर, भिटामिन B12, थाइरोइड, किडनी फङ्सन र नर्भ सम्बन्धी समस्या छ कि छैन भनेर हेर्नु राम्रो हुन्छ।